हामी चाहिँ अब घुगी खान जानु हुँदैछ दादा पछि जाँदैछ पहिलो वर्ष हामीलाई प्रमुख चाहिँ प्रायोजकको रूपमा हामीलाई चाहिँ घुगी खानेवाला दाइहरू अगाडि हिँड्दै हुनुहुन्छ त्यस्तो साह्रो मनपर्ने हो स्पिड उहाँ पुगिसक्नु भयो क्या दादा घुगी हेर्नुलाई यहाँनिर जानु भइसकेछ घुगी लभरको स्पिडमा त नि हामी कहाँ सकिन्छ त यो घुगी खानु हिँडेको मगरहरूको स्पिडमा म यहाँ हिँड्नै सकिरहेको छैन यहाँ त यस्तो पनि हुँदो रहेछ घुगी खोजी कार्यक्रम जारी छ मान्छे यता यता भन्दा मेरो दादाहरू यस्तो घुगीले यति कुदायो कि खुट्टा दुखिसक्यो घुगी लभरहरू राम्री मान्छेबाट ल्याइदिएको छन् दादाहरू उताको साइडमा मगाउनेहरू राम्रो देखेन भनेर आएको यताको साइडमा त झन् केटा मान्छे मात्रै छ रहेछ कि कति हाँस्नु बिचरा हुन्छ दादाहरू चाहिँ आफ्नै बलान खोलामा फलेको घुगी के हुन्छ त्यो खानु आउनु भएको रे आफ्नै हात हो धुनु पर्दैन आफ्नै हात हो धुनु पर्दैन आफ्नै बलान खोलाको घुगी खान आउनु भएको सबैजना दादा आफ्नै हात हो भन्दै नदी खाइराख्नु पर्छ कस्तो छ उसलाई चाहिँ आउँदो रहेछ तान्नुलाई भाइलाई यो बाहिरको नि खाने हो नि त नि यत्रो साह्रो टेबल भरि राख्ने होइन नि त दादाहरू चाहिँ हाम्रो बलान खोलाको के भन्छ अरे घुगी खाइसक्नु भयो पैसा तिर्नु लाग्दै हुनुहुन्छ यो चाहिँ हाम्रो बलान खोला चाहिँ किन भनेको भने यो चाहिँ हाम्रोतिर हो कि सप्तरी लाहान त्यही भएर खै बाई बाई गरेको हाम्रो बलान खोलालाई उता जाने हो उता होइन